पोर्क चिउरा दही भइसकेको छ। त्यसले खाएको छ अरे राम्रो देखिन्छ। हेलो साथीहरु, तपाईलाई स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा। चाहिँ दही लिएर आउनु छ, लिएर आइसक्नु भयो। दही त चिउरा आयो आज असार 15 को। हाम्रो चाहिँ आज दही चिउरा खाने दिन छ हैन, त्यही भएर दही चिउराको लागि रेडी गर्दै हो। हेर्न सक्नुहुन्छ दही फ्रिजभरि तसेको भयो चिउरा। एउटा चिउरा नगरे चाहिँ हाम्रो स्टुडेन्टहरूलाई चाहिँ दिने हो। त्यसलाई प्याज काटेको छ मैले तरकारी बनाउनको लागि। आज चाहिँ असारको 15 दही चिउरा खाने सामने पिन्द्र खिर भनेको चाहिँ आज अहिले अचार बनाउने हो। त्यसको लागि आलुहरू पनि यहाँ राखेको छ। अब यो दही चाहिँ स्टुडेन्टहरूलाई चाहिँ दही चिउरा अनि त्यसपछि कोक फेन्टा दिने, त्यति नै हो। ओके म हाल्छु है त। यहाँ कोक चाहिँ हालिसकेको छ, यहाँ चाहिँ दही चिउराहरू रेडी छ है। हल्का टपिङको लागि चाहिँ म सुगर एड गरिदिन्छु, किनकि अब गुलियो भन्ने कुरा चाहिँ खानुपर्छ होइन साथीहरू। गुलियो भन्ने नभएपछि मिठो हुन्न, त्यसैले एकछिनमा म मिस सुगर कता राख्नु थियो याद छ हजुरलाई? यहाँ तर साँच्चै हुनु न, तर राख्नुको रहेछ चाहिँ हाम्रो क्युटी पाई टेबल छ कि यहाँ, धेरै सामान राख्नु मिल्दैन होइन। त्यसैले ल हातले हाली नभन्नु होला, मैले अलिअलि सुगरहरू माथिबाट हातले ठोक दिन्छु, ठोक भन नि राखिदिन्छु मेरो साथीहरूलाई, मेरो मिसहरूलाई भने पनि साथीहरूलाई भने पनि उहाँहरू चाहिँ दही चिउरा खाएर गुलियो मिठो बोलेर मिठो काम गर्नु होला भनेर गरिदिएको छु होइन शशी मिस। अझै छ कि 6वटा छ, 8वटा हाल्न एकछिनमा यति पुऱ्याउँछु र यहाँ स्पेस एकदम कन्जस्टेड छ कि त्यसैले दुईवटा गरेर पुऱ्याउँछु। ओके गाइजहरू है, साथीहरू कसले एउटा लगाइन्छ एकजनालाई खास तपाईँहरूलाई। हाम्रो चाहिँ दही चिउरा अचारहरू सबै रेडी भइसकेको छ होइन। यहाँ मिसहरू गर्दै हुनुहुन्छ रेडी। के पाके मिसहरू देखाउँ त प्लेटहरूमा। वा उयो चाहिँ म्यामले चिकन अर्डर गरेर ल्याइदिनु भएको थियो हामीलाई, अनि चाहिँ त्यो पनि लाउनुहोस् त। यत्रो धेरै हाम्रो चाहिँ यहाँ छ चिकन अनि केरा अचार अनि त्यसपछि पोर्क चिउरा दही भइसकेको छ रेडी होइन। अब चाहिँ हामीले चाहिँ लिएर खाना मात्रै बाँकी छ। भतेरै ला जस्तो रेडी लाउने टाइम छ त। दही मिठो छ, चिनी हाल्नुपर्छ, सुगर खानेलाई कोक फेन्टालाई फेन्टा यस्तो कस्तो छ खाने खाजाहरू आज खाएल। उहाँ चाहिँ आज बल्ल हामीसँग सँगसँगै बसेर खाने मौका पाउनु भएको छ होइन। कति छिटो भ्याएको होला हेर्नु त, मेरो जस्तोको त्यस्तै छ। उहाँ चाहिँ एकदम हङ्ग्री बर्ड हुनुहुँदो रहेछ, त्यही भएर गपा गप सास नफेरिकन भयो 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 के भयो। मिठो थियो, थ्याङ्क यू। असारे ह्याप्पी असारे 15 सबै खाएर मोबाइलमा भिडियो छ। यो बिसले खाएको छ अरे राम्रो देखिन्छ। गीत सुनाऊ न। र अब मेरो चाहिँ घर जाने बेला भयो। बाई बाई सबैजनालाई, बाई 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 गए ल।
म चाहिँ घर आइपुगेँ। अब आन्टी र म चाहिँ गोला खान जानुपर्को छ। कुन कुन हो? काला खट्टा, कच्चा म्याङ्गो, स्ट्रबेरी, ब्लुबेरी, ऑरेन्ज। म त स्ट्रबेरी खान्छु। मैले के रे त्यो काला खट्टा भनेको त्यो पिरो पिरो अलि मिक्स गरिदिन्छु। सबै कुन कुन फ्लेभरको सबै कतिवटा फ्लेभर छ? 7वटा। 7वटा। ल आन्टी र मैले मिक्स गोला 150 एउटालाई 300 को। महँगो पो रहेछ। म त 50 रुपियाँ लाग्यो सोचेको। खान त आन्टी कस्तो हुन्छ यसको टेस्ट? मिठो छ। कस्तो छ? मिठो छ। मेरो छोरीले चिसो लाग्यो।